गुगल क्रोमको दुईवटा सेटिङ तपाईहरुलाई ह्याकर वा स्क्यामरबाट बचाउँछ। यसका साथसाथै तपाईको मोबाइलमा भएका जुन चाहिँ इम्पोर्टेन्ट डकुमेन्टहरु छ त्यसले पनि स्क्यामरहरुबाट बचाउँछ। सो तपाईहरु यो दुईटा सेटिङ तुरन्तै आफ्नो मोबाइलमा अफ गर्नुस्। सबैभन्दा पहिला क्रोम खोल्नु। क्रोम खोलिसकेपछि यहाँ माथि थ्री डटमा चाहिँ क्लिक गर्नु। क्लिक गरिसकेपछि सेटिङमा चाहिँ क्लिक गर्नु। त्यसपछि यसलाई स्क्रोल गर्नु होला। स्क्रोल गर्नुहुन्छ भने यहाँ चाहिँ एउटा अप्सन आउँछ साइट सेटिङ, यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ हाम्रो लोकेसन छ हैन, यसमा चाहिँ क्लिक गरेर यसलाई चाहिँ अफ गर्नु होला। त्यसपछि ब्याक आउनु होला। त्यसपछि हाम्रो यहाँ क्यामेरा छ, क्यामेराको अप्सनमा क्लिक गरेर यसलाई पनि चाहिँ अफ गर्नु होला। त्यसपछि फेरि ब्याक आउनु होला। यसबाट के हुन्छ भने अब ह्याकरहरु वा स्क्यामरहरु चाहिँ हाम्रो फोनको जुन लोकेसन छ र हाम्रो फोनमा जुन क्यामेरा छ त्यसलाई चाहिँ एक्सेस गर्न सक्दैनन् र हाम्रो डेटा सेभ हुन्छ। त्यसपछि हाम्रो चाहिँ जुन सेकेन्ड सेटिङ हो त्यसलाई के गर्नु होला, स्क्रोल डाउन गर्नु होला। एउटा अप्सन छ हाम्रो डेटा स्टोर्ड, यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गर्नुहुन्छ भने हेर्न सक्नुहुन्छ जति वेबसाइटमा तपाईहरु लगइन गर्नु भएको छ यो वेबसाइटमा तपाईको डेटा शेयर हुन्छ। तपाईको नेम, तपाईको जीमेल हैन। अब यसले चाहिँ यसमा चाहिँ क्लिक गरेर यहाँ लेखेछ डिलिट अल, यसमा चाहिँ क्लिक गरेर चाहिँ तपाईहरु डिलिट अलमा क्लिक गर्नु होला। अब हेर्न सक्नुभयो मैले डिलिट अलमा क्लिक गरे र मेरो जुन चाहिँ यो वेबसाइटबाट डेटा शेयर भइरहेको थियो त्यो सबै चाहिँ पुरा डिलिट भइसक्यो। यस्तै चाहिँ तपाईहरु आफ्नो फोनलाई र आफ्नो डेटालाई चाहिँ स्क्यामरहरुबाट बचाउन सक्नुहुन्छ।